जुम्ली घोडादौड प्रतियोगिता नेपालको हिमाली जिल्ला जुम्ला जिल्लामा हुने एउटा परम्परागत घोडादौड प्रतियोगिता हो। जुन प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो भने विशेष गरी दशैंको फुलपातीको दिनमा यसको आयोजना गरिन्छ। जुम्ली घोडाहरूको संरक्षण, पहिचान, प्रचार, पर्यटन, प्रवर्धन र आफ्नो परम्परा जोगाउनको लागि पनि घोडादौड प्रतियोगिता राख्ने गरिन्छ। जुम्ला विमानस्थल पिच हुनु अघि सरकारी स्तरबाट हुने परम्परागत घोडादौड लामो समयसम्म नियमित हुन सकेको थिएन। तर 7 वर्ष अघि कर्णाली स्पोर्ट्स क्लबले यो परम्परालाई निरन्तरता दिने निर्णय गरेसँगै हरेक वर्ष दशैंको फुलपातीका दिन क्लबले घोडादौड आयोजना गर्दै आएको छ। यसले जुम्लीहरूको उत्साह मात्र बढाएको छैन, पुरानो संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने काम पनि गरेको छ। जसको फलस्वरूप यो वर्ष पनि क्लबको सक्रियता र अन्तिम समयमा चन्दान नगरपालिका तथा पशु अस्पताल साथै पशु सेवा कार्यालय जुम्लाको सहयोगपछि प्रतियोगिता सम्पन्न भएको थियो भने बिहानैदेखि सदरमुकाममा मानिसहरूको भिडभाड जम्मा भएर दर्शकहरूले आफ्नो मनपर्ने घोडालाई प्रोत्साहन गर्दै हुटिङ गर्न थालेका थिए भने अन्तिममा प्रतियोगिताको विजेताहरूलाई नगद पुरस्कार साथै सम्मान पत्र पनि प्रदान गरिएको थियो।